को पोज छोरा यहाँ सुगाई आज चाहिँ हामी हेटुडा बजार जाँदैछौँ। छोरीले सन्चो छैन अनि त्यही भएर हामी हस्पिटल जाँदैछौँ। चाहिँ जुत्ता लाउँ होइन। टिप्ले चोकको छोरो यहाँ आएर अगाडि बसेर अटो छैन ऊ त्यो जाँदैन सोध त। अब हामी चाहिँ यतातिर लाग्छौँ यता यहाँ आयो अनि ऊ त्यहाँ हामी अटो कुदाएको छोरो त्यहाँ अटो भन्न गइरहेछ। हामी अझै चोकै छौँ। मयुरी चढ्यौँ मयुरी चढेर अब ट्याक्क लाग्दैछ छोरो अनि हामी दुईजना चाहिँ यतातिर छ। हामी दुईजना चाहिँ बल्छौँ यता मेरो पसिना आइसक्यो छोरो ल गर्मी भयो गर्मी हामी मयुरीमा उफ्रिँदै बुङरुङ गर्दै यहाँ मेडिकल आइपुग्यौँ। चाहिँ यहाँबाट निक्ल्यो यो मेडिकलबाट अब हामी बुद्ध चोकतर्फ जाँदैछौँ है त। बाफ लगाएर हिँड्यो होइन ल बाफ लगायौँ निक्ल्यौँ हामी आइक्यो र अहिले हामी बुद्ध चोक आइपुग्यौँ है। बुद्ध भगवान् आउनुहुन्छ हेर्नुहोस् बुद्ध भगवान्। हामी चाहिँ यताबाट आएको यतापट्टि जाँदैछौँ। लास्टै गर्मी पालुङमा भन्दा लास्ट गर्मी चाहिँ यहाँ हेटुडामा हामीलाई त अब यसरी हिँड्न सक्दैनौँ। पाग्लो लुगा लाएर हिँडे हुन्छ। यहाँ त बहुत गर्मी रहेछ। ल हेर्नुहोस् बुद्ध चोकमा चाहिँ जुस खान लाएर 10 मिनट टाइम लाग्छ अरे यो फलफुल पसलमा जाने त अन्तै। ल जुस खान पायो भने हिँड्छौँ र पानी खाउँला। बुद्ध चोक पार गरेर हामी पारिपट्टि आएको छौँ। बुद्ध चोक उहाँ हुनुहुन्छ। ल हेर्नुहोस् बुद्ध भगवान्। हामी चाहिँ यता राप्तीपट्टि आएको छौँ है। हाम्रो पालङमा ज्याकेट लाएर हिँड्नु पर्थ्यो हेर्नु त यहाँ गर्मीमा। यहाँ पसिना आइछ मेरो छोरोलाई नै आइसकेको र हेर्नुहोस् मेरो बुढीमा के किन्न गइरहेछ। यहाँ भित्र छोरो यहाँ पानी खान लागिरहेछ। लुगा छाम्दैछ यहाँ छोरीलाई। खै त्यो त सानो कट्टु ल हेर न हेर ठुलेलाई यो त ठुलो होला नि बुढी। दोकानबाट लुगा किनेर छोरीलाई लगाइदिएर निक्ल्यौँ है त। अब यतापट्टि छिरिरहेको छ मेरो बुढी। छोरो उहाँ बसिरहेको पानीसम्म र यतापट्टि छिर्यो मेरो बुढी। को पोज दामी छ नि होइन र कुहिरे दाइ। पोते पसलमा आइपुग्यो मेरो बुढी छाम्दै हिँड्दै गएको छ हेर्नु त ल। होइन छोरोलाई मन परेन ल हिँड्नु छोरो ल कट्टु किन्न जान्ला छोरोलाई मन परेन। ले चाहिँ केही पनि पाएन छोरोले कट्टु पनि पाएन छोरीलाई जुत्ता पनि पाएन। चप्पल किन्छु भनेको छ। अब बेलुका आउने होइन बुढी। ल अब हामी घर जाँदैछौँ। हेर्दा यार टी सर्ट किन्न आएको तपाईँ जसरी भयो नि आउनु न यार। यो सर्टर लाए बेला मलाई टी सर्ट किन्न मन लागेको थियो। खाजा खाना छिर्या खाने भने ल हेर्नुहोस् ल के खाने अरे बुढी तरकारी आयो मेरो बुढीलाई पुरी तरकारी ल खाऊ। ल हेर्नुहोस् यहाँ छोरो के खाने हो पालो। अब छोरो के खाने समोसा तरकारी होइन ल के खाने हजुर यही खाने अरे पनि आलु अनि के बाबु दियो समोसा खुर्सानी। ल हेर्नुहोस् यहाँ ट्याक्क यता पनि छोरा खाने ल खाऊ प्याज खुर्सानी। ल खाजा खायो अनि निक्लियो हामी। अब हामी बस पार्क जाँदैछौँ है त। ल हेर्नुहोस् मेरो छोरी हाई गरेर हाई गरिदिनु है एक फेर। त्यही बस पार्कबाट अब मयुरी चढ्यौँ सबैजना। यहाँ पिलित्त भाखान के गर्मीले चाबी दिनु थियो। बसमा चाबी दिएर आएँ अनि ड्राइभरले चाहिँ मैले लगिदिन्छु भनेर भन्नुभयो। खुसी लाग्यो चिन्नुभएको रहेछ धन्यवाद है ड्राइभर साहब। ल लाग्यौँ हामी। आउँछन् होला
चाहिँ घर आइपुग्यो मैले जानुभयो सो अब घरतिर लाग्यौँ है त